प्रधानमन्त्री बालिन शाह आज संसदमा उपस्थित भएर विभिन्न सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा एउटा विवादास्पद अभिव्यक्ति दिएका छन्। बालिन शाहले चाहिँ भारतीयले नेपाली सीमा मात्र नभएर नेपालीहरूले पनि भारतीय सीमा मिचेका छन् भनेर एउटा यो निकै नै गैर जिम्मेवार र विवादास्पद अभिव्यक्ति दिए पछाडि यसले नेपाली राजनीतिमा नेपालमा एउटा तरङ्ग पैदा गरेको छ। यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् यतिखेर र यही अभिव्यक्तिलाई चाहिँ लिएर भारतीय सञ्चार माध्यमहरूले पनि प्राथमिकताका साथ यो समाचारलाई प्रकाशन र प्रसारण गरिरहेका छन् र विभिन्न विपक्षी दलका नेताहरूले पनि यसको विरोध जनाइरहेका छन् र संसदमै पनि यसका विभिन्न सांसदहरूले विपक्षी दलका सांसदहरूले चाहिँ यसको खण्डन गरेका थिए, विरोध गरेका थिए। यसै सन्दर्भमा पत्रकार नारायण गाउँलेले एउटा स्टाटस लेख्नु भएको छ जुन समय सान्दर्भिक भएको हुनाले म यतिखेर यहाँ तपाईँमाझ प्रस्तुत गर्न चाहन्छु। यो सान्दर्भिक लेख चाहिँ आजको यो प्रधानमन्त्रीको जुन विवादास्पद अभिव्यक्ति सम्बन्धी नै रहेको छ र निकै मननयोग्य यो उहाँको विचार भएको हुनाले मैले यहाँ तपाईँहरू माझमा प्रस्तुत गर्न चाहन्छु। प्रधानमन्त्री चिप्लनु भन्दा पनि अब त्यसलाई पुष्टि गर्न भारत मात्रै होइन हाम्रै नेपालीहरू पनि कम्मर कसेर लाग्ने ठुलो डर छ। लाखौँ नेपालीले भारतीय पत्रिकामा गरिएका दाबी र समाचार सेयर गर्दै नेपालले भारतको सीमा मिचेको कुरा सत्य हो भन्ने साबित गर्ने सम्भावना छ। जति ठुलो स्वर त्यति ठुलो सत्य बन्छ। प्रधानमन्त्रीलाई सही साबित गर्ने होडमा अर्को गल्ती नगरौँ। सत्य के हो भने प्रधानमन्त्रीबाट सार्वभौम सदनमा दर्ज भएको त्यो स्वीकारोक्ति कूटनैतिक दृष्टिले एकदमै अपरिपक्व र घातक छ। कुनै दबाब बिना स्वस्फूर्त रूपले भारतको सीमा मिचेको नेपालले स्वीकार गरेको छ, जबकि यत्रतत्र भारतबाट मिचिएको सीमाबारे भारतले सधैँ अस्वीकार गर्दै आएको छ। सीमा विवाद हुनु, मिचिनु, अतिक्रमित हुनु एउटा कुरा हो, औपचारिक रूपले स्वीकार गर्नु फरक कुरा हो। त्यो पनि भारतले समेत सार्वजनिक दाबी गर्न नसकेको विषयमा हामीले नै यत्तिकै स्वीकार गर्नु कस्तो होला? हो, खुला सीमामा नागरिक स्तरमा समेत केही भूमि दुवैतर्फबाट अतिक्रमित भएका होलान्। केही गज या केही बिगहा त्यो जमिन देशले मिचेको होइन, तर कालापानी जस्ता क्षेत्र नागरिक स्तरको अतिक्रमण होइन, भारतले नै मिचेको हो। नागरिक अतिक्रमण र राजनैतिक अतिक्रमण फरक कुरा हुन्। नागरिक स्तरमा मिचिएको सीमा द्विपक्षीय समितिहरूले सुधार गर्दै आएका पनि छन्। कयौँ सीमा स्तम्भ हेरफेर या नवीकरण भएको छ। कयौँ स्थानीय सीमा विवाद हल भइसकेका छन्। तर नेपालको मुख्य समस्या राजनैतिक तहकै अतिक्रमण हो। अब अन्तर्राष्ट्रिय नजरमा के देखिने भयो भने नेपालको सीमा मिचेको कुरा दाबी मात्रै हो, तर नेपालले सीमा मिचेको चाहिँ सत्य हो। अझ नक्सा नै बढाएर उपभोग नै नगरेको भूमि समेत मिचेको दाबी भारतले सजिलै गर्न पाउने देखियो। यो गल्तीलाई स्वीकार गरौँ, यसलाई सत्य साबित गर्न नलागौँ। डोनाल्ड ट्रम्प शक्तिशाली देशका राष्ट्रपति हुन्। उनको अत्यन्त गैर जिम्मेवार र शून्य कूटनैतिक भाषा पनि पाच्य हुन्छ, तर हामी त्यो ठाउँमा छैनौँ। हामी अत्यन्तै सावधान र सचेत भएर बोल्न र चल्न सक्नुपर्छ। सीमा मुद्दाहरू संसदबाट हल भएका इतिहास नगन्य छन्। अझ त्यसलाई नागरिक बहसको विषय बनाएर कहिल्यै हल निस्कन्न। यो द्विपक्षीय या आवश्यकता अनुसार अन्तर्राष्ट्रिय कूटनीतिक सघन संवादबाटै हल हुने हो। द्विपक्षीय सम्बन्ध बिगारेर होइन, सुधारेर मात्र यस्तो समस्या हल हुन्छ। सरकारले यस विषयमा संवेदनशील भएर विज्ञहरूको राय र सहयोग लिएर अघि बढ्न जरुरी हुन्छ। विपक्षीहरूले पनि यसलाई राजनैतिक हल्ला नबनाई सरकारलाई सृजनात्मक सहयोग गर्नु आवश्यक हुन्छ। यत्रो वर्ष हल नभएको मुद्दा नयाँ सरकार आउने बित्तिकै 2 महिनामै जवाफ खोज्नु पनि एउटा गल्ती हो। चुच्चे नक्सा पनि आफैमा समाधान थिएन, त्यसलाई सीमामै लागू गर्नु समाधान हो। जुन कुरा सजिलो नभएकोले तीनवटै दलले गर्न नसकेको पनि सत्य हो। यो बदनियत बस आएको अभिव्यक्ति पक्कै होइन, मानवीय गल्ती र अपरिपक्वताको परिणाम हो। यो मान्छेबाट गल्ती हुन्छ, ट्रम्प पनि मान्छे नै हुन्। सरकारले नै त्यसलाई कूटनैतिक व्याख्या र अवतरण गरोस्।
ड्यामेज कन्ट्रोलको उपाय गरोस्, प्रधानमन्त्रीले गल्ती स्वीकार गरेर यो हल्लालाई शान्त पार्ने प्रयास गरून्। प्रतिपक्षले पनि यस्तो संवेदनशील मुद्दामा राजनीति गर्नुभन्दा समाधान र सेफ ल्यान्डिङ के हो त्यो विचार गरोस्। जति चर्को वाद विवाद र बहस हुन्छ त्यति नै ड्यामेज हुन्छ। यो राजनैतिक जित हारको विषय होइन।